टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आज ऋषि पञ्चमी। महिलाहरूले घरमै पूजा आजा गर्दै सम्बन्धी प्रसङ्गबाट। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दू महिलाले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँतमा माझेर स्नान गर्ने गर्छन्। ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ। आज नुहाएर पूजा आजा गरेपछि नरोपी उम्रका अन्त सामा, कानुनो, कन्दुमूल र कर्णको आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ। ऋषि पञ्चमीको दिन काठमाडौँको टेकुमुला पानी लगायत देशभरका ऋषिवेश्वर मन्दिरका पूजा आजाका लागि श्रद्धालुको भिड लाग्ने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण मन्दिर खुलेका छैन। सरकारले धार्मिक स्थल बन्द गर्न निर्देशन दिएको छ भने स्वास्थ्यकर्मीले पनि भिडभाडमा नजाने सल्लाह दिएका छन्। धनुषाको नगरायन नगरपालिका स्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सरसफाई कर्मचारीले कोरोना संक्रमित व्यक्तिको तापक्रम जाँचेको विषयमा अनुसन्धान थालेको छ। कोभिड-19 धनुषाका संयोजक डाक्टर जामुन प्रसाद सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको बारेमा सत्य तथ्य छानबिन गरी 24 घण्टाभित्र विवरण सार्वजनिक गर्ने बताएका छन्। भिडियोप्रति गम्भीर ध्यान आकर्षण भएको बताउँदै प्रेस विज्ञप्तिमा लेखिएको छ। क्वारेन्टाइनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी टिमलाई प्रादेशिक अस्पताल जनकपुरमा झिकाएको छ। सोको बारेमा सत्य तथ्य छानबिन गरी विवरण 24 घण्टाभित्र सार्वजनिक गरिनेछ। साथै रिक्त भएको स्वास्थ्यकर्मी टिमको ठाउँमा नयाँ टिम 7 गतेदेखि खटाइने यस्तो सामाजिक सञ्जाल फेसबुक मार्फत डाक्टर सिंहले शिविरले थर्मोगन प्रयोग गरी लिएको तापक्रमबारे अन्यथा नबुझ्न आग्रह गरेका छन्। सिराहामा प्रहरी र थुनुवा सहित 30 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सिराहामा प्रहरी र थुनुवा गरी 30 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित 24 घण्टादेखि 53 वर्ष उमेरका सबै पुरुष हुन्। जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय लाहानका 30 जनामा कोरोना पुष्टि भएको हो। सिराहाका प्रहरी जिल्ला अधिकारी प्रदीप राज कनेलका अनुसार जिल्ला इलाका प्रहरी कार्यालय लाहानका 22 वर्ष प्रहरीमा कोरोना पुष्टि भएको छ। यस्तै 8 जना थुनुवामा पनि संक्रमण पुष्टि भएको हो। यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सहित 5 जना इलाका प्रहरी गोलबजारका 10 प्रहरीमा कोरोना देखिएको थियो। संक्रमित सबै प्रहरी कार्यालयकै प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरेले बताए। वीरगञ्जमा कोरोना संक्रमणबाट थप 1 जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका 11 बस्ने 56 वर्षीय महिलाको मृत्यु भएको हो। नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी 7:30 बजे उनको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। गत साउन 22 गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा साउन 24 गते उनको रिपोर्ट पोजिटिभ आएको थियो। थाइराइडको बिरामी उनलाई ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएको थियो। स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई साउन 24 गतेदेखि नै आइसियुमा राखेर उपचार भइरहेको थियो। पछिल्लो 12 घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। यो सँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या 37 पुगेको छ। मृत्यु भएका मध्ये 28 जना पर्सा, 5 जना बाराका र 2 जना रौतहटका छन्। जेठ 31 गते वीरगञ्जको घण्टाघरमा मृत्यु भेटिएको बेवारिस शवमा पनि
कोरोना संक्रमण पुष्टि भएको थियो, तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन। अब विद्यालयले कक्षा 11 मा विद्यार्थी भर्ना गराउँदा शङ्काका आधारमा भर्नाका लिन नपाई भएको छ। विगतको जस्तो विज्ञान, शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन शङ्काका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेश्वर प्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो शङ्काई छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। उहाँले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए। यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनौट गर्न दिइन्छ, तर शङ्काका आधारमा त्यसलाई मान्यता दिँदैन। यसपटक कक्षा 11 मा 3वटा अनिवार्य विषय र 3वटा समूहबाट एक विषय ऐच्छिक गरी 6वटा विषय अध्यापन गराइन्छ। विद्यालयले चाहेमा 7औं विषयका रूपमा पनि अध्ययन गर्न पाइने व्यवस्था छ। कक्षा 11 पनि अब विद्यालयमा तहमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा 9 र 10 को जस्तै गरी लिने भएको हो। एकलपथीय प्रणालीमा छुट्याउने अब भर्ना हुँदैन र पाठन गरी हुँदैन। साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि शङ्काका आधारमा नदिने भएको छ। कक्षागत उतर्ने भनेर मात्र प्रमाणपत्र दिइन्छ। विद्यार्थी तहमा गएपछि अब कक्षा 12 को भर्ना पनि यसै गरी हुनेछ। यसअघि उच्च माध्यमिक शिक्षा परिषदको तहमा कक्षा 11 र कक्षा 12 मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा शङ्काका आधारमा गर्ने गरिएको थियो। आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले काठमाडौँ सहित धेरै ठाउँमा घाम लागेको छ। दिसो धेरै ठाउँको मौसम आंशिक बदली हुने, तर गण्डकी प्रदेशका 1-2 ठाउँमा भने चट्यान सहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। साँझदेखि देशका धेरै ठाउँमा पानी पर्नेछ। प्रदेश 1 कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ। न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना संक्रमितको संख्या 30 लाख पार भएको छ। शनिबार एकै दिन सबैभन्दा धेरै 70,488 नयाँ संक्रमित फेला परेका छन्। एकै दिन 918 को मृत्यु भएको छ। भारतमा कोरोनाका कारण हालसम्म 56,846 को मृत्यु भइसकेको छ। यस्तै 22,69,900 संक्रमित निको समेत भइसकेका छन्। पछिल्लो 24 घण्टामा 59,101 बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म भारतमा 30,43,436 कोभिड-19 द्वारा संक्रमित छन्। यहाँ कोरोना एक्टिभ केस 7,06,138 रहेका छन्। भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ। यहाँ 6,71,942 संक्रमित छन् भने 21,995 को मृत्यु भइसकेको छ। पछिल्लो 24 घण्टामा राज्यमा कोरोना 24,492 नयाँ संक्रमित थपिएका छन् भने 297 को मृत्यु भएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सक्यो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।